दैलेखको चामुण्डा भिन्द्रासे नगरपालिका वडा नम्बर 1 पाल्तामा संघीयतापछि पहिलो पटक सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान जीविकोपार्जन कार्यक्रम अन्तर्गत 25 जना महिला दिदीबहिनीहरूलाई बिउ पुँजी स्वरूप बाख्रा वितरण गरिएको छ। महिलाहरूको आर्थिक सशक्तिकरण तथा स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमको संयोजक चामुण्डा भिन्द्रासे नगरपालिकाकी उपप्रमुख मनसरा कुमारी शर्मा रहनु भएको छ। उपप्रमुख शर्माले स्वयं उपस्थिति भई लाभग्राही महिलाहरूलाई बाख्रा वितरण गर्नुभएको हो। कार्यक्रममा सहभागी महिलाहरूले बाख्रा पालन मार्फत आय आर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै यस चरणमा छुट्नुभएका अन्य दिदीबहिनीहरूलाई आगामी कार्यक्रममा समावेश गरिने नगरपालिकाकी उपप्रमुख मनसरा कुमारी शर्माले बताउनु भएको छ।